नमस्कार। हजुरको यो कुमको दुखाइ छ भने म हजुरहरूलाई व्यायाम सिकाउँछु। हजुरले उभिएर या बसेर आफ्नो घरमा गर्न सक्नुहुन्छ। मानव हजुरको दाहिने कुमको दुखाइ छ भने यसरी सिधा उभिनुहोस् र दाहिने हात यसरी देब्रे शोल्डर ब्लेड एरियातिर यसरी चाहिँ लानुहोस्। यसरी लगिसक्नु भइसकेपछि देब्रे हातले चाहिँ यसरी दाहिने कुइनामा यसरी राख्नुहोस् या समात्नुहोस्। त्यसपछि दाहिने कुमलाई मजाले माथितिर उचाल्नुहोस्। यसरी उचालिसक्नु भइसकेपछि के गर्नुहोस्, देब्रे हातले चाहिँ दाहिने कुइनालाई देब्रे साइडतिर यसरी मजाले तान्नुहोस् है। देब्रे साइडतिर तान्नुहोस्। हजुरलाई कुमको भाग एरियामा तन्किएको स्ट्रेच भएको महसुस मिल्छ। त्यो पोइन्टमा होल्ड गर्नुहोस्। धेरै दुखाइ हुने पोइन्टमा पनि नतान्नु होला। 10 सेकेन्ड होल्ड गर्नुहोस्। 1 2 3 4 5 6 7 8 9 10 र बिस्तारै छोड्नुहोस्। देब्रेको लागि पनि यही अनुसार गर्न सक्नुहुन्छ र म भन्छु व्यायाम निकै सरल छ, सजिलो छ र फाइदाजनक छ। भिडियो मन परेमा सधैँ सो लाइक गर्नुहोला। प्रश्न भएमा कमेन्ट गर्न सक्नुहुन्छ र भिडियो मन परेमा हजुरले सबैजनाले शेयर पनि गर्न सक्नुहुन्छ। शुभ बिहानी र शुभ दिन। धन्यवाद।